पढौँ पढौँ मागे थिए हरिले असलम्बे मोडी त्यो हाँसेर कोही दिन ती सत्राजित के नभोली घरमा पहुँचे सशङ्कित मन पहिरे सोही मडी प्रसेन वनमा डुल्थे सिकारी बनी आयो सिंह रसले सहित नै तिनलाई मार्यो अनि थाल्यो जान मडी लिएर जब त्यो ती जमाना भिरले मारी सिंह मडी लगेर घरमा खेल्ने थिए हर्षले त्यस्तो भएर सिकारबाट घरमा फर्केन भाइ जब ती सत्राजितले अनेक मनमा शङ्का गरेथे तब एक्लै व्यर्थ मडी लगाई वनमा जाँदा सिकारी बनी मारे भाइ कृष्णले मडीली मेरो अवश्य पनि यस्ता बात सुनेर लोकहरूले काने खुसी गर्दथे यस्तै नै हुनुपर्छ भन्न नसकी आश्चर्यमा पर्दथे सुन्नुभयो हरिले मलाई मडीको चोरी लगायो भनी यसको मार्जना गर्नुपर्दछ छिटै भन्ने मनैमा गुनी सेना जो अधिका प्रसेन शाखा डाकेर साथै धरी जान्छु खोज्न मडी भनेर मनमा पाल्नुभयो श्रीहरि हेर्दै चिन्हहरू अनेक थरीका जान्थे प्रभुजी जहाँ देख्नुभयो तनती प्रसन्न वीरको पल्टिरहेको ताम मुर्दाका तनमा रहेनछ मडी खोजेर हेरे जब देखेथे अनि पाइलाग्यो अघि केही सिंहको नै तब खोज्दामा गिरीको गुफातिर समरे हो सिंह देखा पर्यो पाल्नुभयो उसलाई मारी सहजै आफै मडी त्योहरू